सैटरडे बिहानीको मौसम यस्तो भयो। माथि डाँडामा ठुलो हावामा त बस्न सक्नु नि पर्यो। चापा गाउँ डाँडा गाउँ आज बिहानीको मौसम यस्तो छ र क्या हो हावाले। मौसमले च्यालेन्ज दियो आज के गर्ने होला। आज बिहान यस्तो भयो यहाँ हरियो गाउँ जाऊ अनि के दियो जय गाउँ जाऊ जय। पानी पनि पर्न लाग्छ अलिअलि। हाउ रोक्यो आउँदैछ है हावा चाहिँ आउँदैछ। गरम बाघ आयो भनेर सोध्दै नि मैले त थाहा पाइनँ नि। मैले यो दुई नानीको अगाडि 4 नम्बर राखेर सुतेको म त्यही नै रहेछ। फेरि मेरो त मोबाइलमा त देखेर 11% चार्ज रहेछ। बिहान हेरेको त अफलाइन पो देखाएर रहेछ। के लाने हो त यो घरै अहिले छँदै उकाएर लान्छ है। कस्तो आएको यो ए भाउजू फेरि ड्रमको पिरको उडान लैजाला गएर बसिहाल्नु त ड्रम माथि पिरको त है राट भने सुनेको थियो अर्कैको छानामा अब त्यत्रो भुइँमा म कहाँ जाउँ त। अनि चुर हेरेर बसी 3 दिनको दिनमा फुट्न चाहिँ फुटेन जस्तो माथि गयो नि त जस्तो माथि भुइँमा झरेर फुट्यो। ल हेर्नु कुकको सामान अलिकति रमाइलो पो हुँदो रहेछ हौ। हेर्न पर्ने रहेछ यार। घरमा बसेर हेर्नलाई हैन। गाउँसीमा गयो भने त डर हुन्छ कताबाट के आउँछ र फट हान्छ पुग्लुकै जान्छ है। त्यो मान्छे 5 नम्बरमा आयो फेरि 5 नम्बरसम्म आइसक्यो है त्यो मान्छे।
खै दिदी उफ खोइ माथि त्यही हेर्न मन लाग्यो हिजो त आमामा के हो त्यस्तो भैँसी यो 25 लेभल हो क्या भाइले कहाँ 26 लेभल भन्नुहुन्छ 25 लेभल हो 25 लेभल हो के उ पानीले गर्दा होला यसले गिफ्ट नखाएको के चाहिँ होला प्रभु यो भैँसी व्यापारी पानी रह्यो भाइ यता त